सेफोक्सन्डो राष्ट्रिय निकुञ्जमा यात्रा खुल्यो। डोल्पामा यात्राको लहर, पाखामा हजारौँको भिड, पहिलो दिनको जीवित इतिहास। यो कथा हो नेपालको सबैभन्दा दुर्गम तर सबैभन्दा सुन्दर भूमि डोल्पाको, जहाँ नेपालको सबैभन्दा गहिरो र निलो ताल सेफोक्सन्डो रहेको छ। तर यो ठाउँमा मात्र तालले होइन, सङ्घर्ष र सुनौलो सवर्ण जस्तै चम्किने एक दुर्लभ औषधि पनि चिनिन्छ, यात्रा गुम्बा। हरेक वर्ष वैशाखको अन्त्यतिर सेफोक्सन्डो राष्ट्रिय निकुञ्जको गेट खुल्छ र सुरु हुन्छ नेपालको सबैभन्दा कठिन तर सबैभन्दा आशावादी यात्रा, यात्राको। गाउँ गाउँबाट हजारौँ मानिसहरू बुढापाकादेखि जवानसम्म भारी बोकेर निकुञ्जभित्र बसेका छन्। यो दिनलाई स्थानीयहरूले यात्राको नयाँ वर्ष भन्छन्। कसैका लागि यात्रा गुम्बा छोराछोरीको शुल्क हो, कसैका लागि आमा बुवाको उपचार खर्च र कसैका लागि जिन्दगीको एकमात्र मौका यात्रा गुम्बा हो। सेफोक्सन्डोको बाटो सिधा छैन, हिउँ अझै जमेको छ, खोला चिसा छन् र बाटो उकालो तर मनमा उत्साह छ, किनभने यही एक महिना केही यात्रा पुरै वर्षको पेट पाउने आधार हो। सेफोक्सन्डोको राष्ट्रिय निकुञ्ज 2184 मा स्थापना भएको थियो, तर यात्रा गुम्बा सदियों अगाडिदेखि हिमाली समुदायको लागि जीवन बनेको थियो। तर अहिले नियम छ, गेट खुलेपछि मात्र टिप्न पाइन्छ, नत्र अवैध यात्रा सङ्कलनको मुद्दा लाग्छ। पहिलो दिन नै हजारौँ मानिसहरू प्रवेश गरिरहेछन्, कसैको काखमा झोला, कसैको हातमा पाल, कसैको आँखामा सपना। र सुरु हुन्छ यात्राको दौड। पहिले पुगेकोले राम्रो टिप्छ भन्ने मान्यतासँगै पुरुषहरू एक अर्कासँग प्रतिस्पर्धा गर्दै अगाडि लाग्छन्। एका बिहानदेखि नै यात्रा सुरु हुन्छ। शरीर थाक्दैन, किनभने मनमा 10 ग्राम यात्राको सपना भरिएको छ। तर यो दौड केवल धनका लागि होइन, अस्तित्वको लागि हो। यसमा जुनून छ, सङ्घर्ष छ र एउटा जिन्दगी जिउने सङ्घर्ष। जगदुल्लाको त्यो हिमाली हावा, निलो आकाश र चिसो रात सबै साक्षी बन्दछन् यात्राको सपना बुनिरहेको ती हजारौँ आत्माहरूको। गाइस यार्सिया गुम्बा खोज्न आइएको छ। कति उकाली माउन्टेन लाइफ इन डोल्पा। गाह्रो छ, गाह्रो छ। रोटी खाने भए खानु, रोटी भर्खर नास्ता खाऊँ, नत्र खाइहाल्नु। अरू क्या खानु त हौ? यी हाम्रो अर्ग्यानिक नास्ता। अर्ग्यानिक नास्ता यस्तो दुईको जिन्दगीको गरिब जिन्दगीको यस्तो ठाउँमा आउनु पर्ने के हेर्नु। के यात्रा गुम्बा खोज्दा सजिलो छ? आऊ सजिलो हुनु, सजिलो भए त छैन भनिरहेको म त झाट ए नगरु रे क्या। ल ल गाइज यात्रा गुम्बा खोज्नलाई यस्तरी भारी बोक्नुपर्छ। यसो छट्की देखाउन यार। भने फेरि आउँदै आउँदै ल भन भन। गाह्रो भयो हजुर उकालो चढ्नलाई।
यस्तै कालो चस्मा भइदियो भए हामी पनि लाउँथ्यो होला है। नुन खान नपाई गले भेडा जाएर चाहिँ भालु जस्तो छिटै नि बाप। हेलो हजुर, कस्तो भइरहेछ? एकदम ठिक। हामी आरामै त हो नि। बिठिक हुने शब्दै छैन। हेलो गाइस, आज हामी जगदुलको लातङ भन्ने ठाउँमा बसेर आज फर्स्ट डे को कमाइ चाहिँ के लाउँदैछौँ। एर्सा गुम्बा कति पाउनु भयो? थाहा छैन, अनकाउन्टेबल कति धेरै हो। अनकाउन्टेबल गाइस, आफै काउन्ट गरेर भन्नु है, मैले देखाइदिएछु अनकाउन्टेबल रे। आज अनकाउन्टेबल हो। अब एक दिनको कमाइ 50,000 गरी हेर्नुहोस्। यहाँ अझै के लाउनु बाँकी छ, गोजीमा छ। कति धेरै हो। ल गाइस, एर्सा गुम्बा फाइनली कति छन्, कति हामीसँग ल हेर्नुहोस्। डोल्पाको कुन ठाउँ रे? जगदुलको लातङमा बसेर हामी ल गाइस, ग्यास कुकम्यान फाइनली गाइस, आर्सा गुम्बा है। आर्सा गुम्बा यो कलाउने मान्छे घरमा जान्छ कलेक्सन हुँदैछ है यहाँ। अहिले फाइनली एकछिनमा रिजल्ट आउँछ है। फाइनली गाइज, आज हाम्रो सेकेन्ड डेको एर्सा गुम्बा है। कतिवटा छ हेर्नुहोस्, अनकाउन्टेबल कलाउने मान्छे है। काउन्ट गर्न त यहाँ चाहिन्छ ठुलै मान्छे। अनि एकजनाले यस्तो गर्नुपर्ने रहेछ, अनि अर्कोजनाले औषधिले पुरै त्यो कालोको टुप्पा फाल्ने अनुहार। हेलो साथीहरू, माउन्टेन गोल्ड भनेर चिनिने एर्सा गुम्बा आज हाम्रो सेकेन्ड डे हो है। हेर्नुहोस् त्यो साथीहरू सबैजनालाई यो डोल्पा जिल्लामा अवस्थित लपताल भनिन्छ, किनकि यो लप जस्तै देखिने भएको कारणले यसलाई लपताल भनिन्छ। खासमा आधिकारिक नाम के हो यसको कसैलाई थाहा छैन। हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला। हेलो साथीहरू, 3 दिनको पैदल यात्रापछि हामी हिमाली क्षेत्रतिर प्रवेश गर्दैछौँ, जहाँ हामी एर्सा गुम्बाको लागि हेर्दैछौँ कुनै ठाउँमा भेटिन्छ, कहीँ भेटिँदैन। यो जम्मा गर्नलाई निकै मेहनत गर्नुपर्छ साथीहरू। धेरै कठिन र चिसोमा गएर तान्नुपर्छ। हेर्नुहोस्, धेरै मेहनत गर्नुपर्छ। मेहनत पश्चात पाइने फल हो यो। कहीँ भेटिन्छ, कहीँ भेटिँदैन। हेर्नु, यो 3 दिनको यात्रा पछिको दौरानमा आज धेरै प्राय ठाउँहरूमा भेटिँदैन। हेर्न सक्नुहुनेछ। हामीले एकजनाले भेटाएको चाहिँ हो यो। एक दिनमा एकजनाले 1 बजीसम्म सब मिलेर रहेछ। हेर्नु गाइस, यो चाहिँ होइन, यो चाहिँ एर्सा गुम्बा हो। मैले चाहिँ कति 12वटा पास गरेँ, 12वटा होइन, खोज्न गएको कि एर्सा गुम्बा हो त्यस्तो हो क्या। अनि यो चाहिँ मेरो क्याम्प हो है। यो चाहिँ म बस्ने ठाउँ क्याम्प हो। अब हजुरहरूलाई कस्तो लाग्छ क्या र कमेन्टमा भन्नु होला। यसपालिको फर्स्ट एर्सा गुम्बा है साथीहरू। यो चाहिँ मलाई पाएको होइन, यसपालिको फर्स्ट एर्सा गुम्बा। एकदम ठुलो होस् है। एकदम साह्रो यार, यो त खानै सक्दैन अहिले त भात छैन। फर्स्ट टाइमको किरा है यसपालि, सबैले हेर्नु होला हजुर। एर्सा गुम्बा फ्रम डोल्पा नर्बु अम्माने बजार गरौँ। एर्सा गुम्बा नर्बु त कौन सी गिरे तो देखो रे एर्सा गुम्बा रे। आजको
ल साथीहरू फाइनल्ली साथीहरू हिउँ आइरहेछ हेर्नुहोस् डोल्पाको जगदुल भन्ने ठाउँमा हिउँ आएर हेर्नुहोस् हामी यस्तो अवस्थामा भिडियो गर्न पुगेका छौँ हामीलाई यस्तो अवसर मिलेको छ आज यार्सा थप बन्द रोकिएको हुँदा हामी भिडियो सिडियो बनाएर खानासाना खाएर यसो रमाइलो गर्दैछौँ ए उता भाइ पनि छन् भाइले त पुरै चस्मा लाएर रेडी पारामा हेर न के भन्न चाहन्छौ म एकदम ठिक छु ल भन्न चाहन्छु दर्शकहरूलाई ल अङ्कल कस्तो महसुस भइरहेछ आज त मलाई एकदमै यस्तो यो हिउँ आएर एकदमै मलाई खुसी लागिरहेको छ हजुर एक नम्बरमा हजुर अब खासै यार्सालाई हिउँ चाहिने भनेको त अब पुसमाघमा आउनु पर्दो रहेछ हजुर अब त्यतिखेर आउन सकेन हजुर अनि अहिले भर्खर आएछ त्यही पनि त अब थिचिएको च्याउ र जमिनमा भएको च्याउ पनि आउँछ भन्ने हामीले सबैलाई यहाँ अब खोज्ने अब भनौँ अब खोज्न आएका व्यक्ति सबै खुसी भइरहेका छन् त्यो आउँछ भन्ने आशामा छन् हजुर त्यही भन्न चाहन्छु म हजुर हिउँ आएर रमाइलो भइरहेछ नि एकदम रमाइलो भएको छ रमाइलो अब भइरहेछ रमाइलो पनि हामी अब बसिरहेका छौँ भर्खर चिया खाएर बाहिर हामी यो हिउँ आउने क्रममा आएकै क्रममा हामी बाहिर बसिरहेका छौँ डोल्पामा मान्छे मर्छन् नि यार्सा टिप्न आउँदा के कारणले मर्छन् तपाईँले प्रश्न पारिदिनु पर्यो यो एकदमै एक नम्बर कुरा त के हो भने पहिला खानपिनको कुरा पनि छ हजुर अनि तपाईँको कपडा छ यो बाक्लो कपडाहरू नलाएर हजुर होइन अहिले मान्छेले कसै बाहिर मान्छे भन्ने गर्छन् हजुर यो कसैले ओहो भूत बोक्छ कसैले लागेर मर्यो भन्छ नि त्यो होइन यो झुटा कुरा हजुर मान्छे खाने कुरादेखि लिएर हरेक कुरा छ लाउनेदेखि समस्या क्लियर भयो भने त्यो मान्छे कुनै पनि मर्दैन समस्या पर्दैन हजुर होइन हजुर अब तातो छैन खाने तातो छैन लाउने तातो छैन सुत्ने तातो छैन भने त मान्छे त्यति नै मरिहाल्छ रोग व्यथा च्याप्छ निमोनिया टाइफाइड हुन्छ अनि बिचमा मान्छे मर्यो भने ओहो यो भूत भुसाले मार्यो यहाँ त ठुलो भूत छ भन्ने कुरा चाहिँ हाम्रो यो यार्सा टिप्ने आउने समाजमा विकृति फैलिएको छ नै विकृति भन्दा पनि अब एउटा कुरा हाम्रो समाजले त्यही नै भनिरहेछ क्या त्यतिकै नै हल्लामा गरिरहेर अब यो भ्याउनेले यत्रो ठुलो भूत छ अरे त्यसले मार्छ भन्ने त होला त त्यो मैले विश्वास लिन सक्दैन हजुर अहिलेको जमाना अनुसारमा होइन अब हामी जस्तो कपडा सपडा लगाएर एकदम बाक्लो कपडा लगाउने ऱ्याङ्कोट सेङ्कोट लगाउने सिल्पिङ पनि राम्रो खालको ट्रेनमा बस्ने भने त त्यो मान्छे कुनै पनि मर्न सक्दैन हजुर है गरेन भने मर्छ हजुर यति भन्न चाहन्छु मैले हिमालयन वियाग्रा यानी इस 1 किलो फंगस की कीमत कई लाखों रुपए क्यों है? चलिए स्क्रीन पर डबल टैप करके इस मेडिकल फंगस के इतने एक्सपेंसिव होने के रीजन को समझो। ये हिमालयन पहाड़ियों में नेचुरली उगने वाली फंगस कॉर्डिसेप्स साइनेंसिस है। वर्ल्ड की मोस्ट वांटेड फंगस के स्पोर्स मिट्टी में मौजूद इस प्लांट फ्रूट्स को खाने वाले कैटरपिलर की बॉडी में ऐसे एंटर करते हैं। अब ये फंगस इस कैटरपिलर की बॉडी को अंदर से खाने लगता है। फंगस से इन्फेक्टेड ये कैटरपिलर सरफेस के पास आकर मर जाता है।